मरको गंगरी तिल जाना जेबा ओई ढोलो मो मुबाए दंगाई नाला मंगरी नादा से। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हेलो हेलो ल सोफिया फुल्ला हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मेरो नयाँ भिडियोमा आज धेरै पछि भ्लग बनाउँदैछु, त्यो पनि फेस्टिभलको हेरेका नेपाली फेस्टिभलको। दुईजना ह्यान्डसम भएर हिँड्ने छ हामी। जाडो चाहिँ रहेछ बरु। दिउँसो नि यस्तै जाडो भने त सक्दैन होला नाच्नलाई। जाडोले नसक्ने हामी आज अन्त एकछिन नाच्यो भने त तातो हुन्छ। जाडोले नसक्ने आज अब सबैजना भेट्छौँ हामी त्यहाँबाट एकछिन प्र्याक्टिस गर्ने 1 घन्टा। त्यहाँबाट र्याली जान्छौँ भालेन छा जिन्दाबाद भन्दै। के बोले भाई? अब के बोले के छ थाहा भावी बोले? नेपाली फेस्टिभलको आँगाले रेडी हुँदै खरे आँगाहरूले पर्खेर कोही ट्रेनमा आउँदैछ अरे, पर्खेर सबैजना भेट भएर जान्छौँ एकछिन प्र्याक्टिस गरेर। त गाइज कहाँ मेरो गीत गाउनु थालेको एउटा यही गीत है अहिले नै पब्लिक गरिहाल्यो हामीले। यही गीतमा नाच्दै हो फेस्टिभलमा। आज र भोलि फेस्टिभल हो, नेपाली फेस्टिभल। मेरो फेभरेट के अरे चाय, हाम्रो चाय ले लो भाइ, चाय 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 चाय। एउटालाई 131 त्यस्तै होला। कति तातो यहीँ छुट्यो नि हिजो। यहीँ हिजो आँगाहरूसँग छुट्टेको, यहीँ पर्खिनुपर्छ अब एकछिन। जाडोमा पर्खिनुपर्छ। लुगा लाउँदै होला भर्खर रेडी हुँदा होला, मेकअप गर्दै होला। खुलिसक्छौँ। कुद्यो 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 कुद्यो। हिजो पनि पर्खाइ थियो, आज नि पर्ख्यो होला। हिजो पनि अब यहीँ एकछिन पर्खेर मेरो फेभरेट कपाल त के हो मेरो फेभरेट चाय, हाम्रो फेभरेट चाय खाएर बस्छौँ हामी भनेर। उसको कस्तो क्या रतन कस्तो रतन कति थाहा सुत्दिनुपर्छ क्या यहीँ। कता त क्या यहीँ सुत्दिनुपर्छ जस्तो छ पुरै। हावा चल्दैन नि त, हावा चल्दैन। नाना र अमिर खतरा रिसाइरहनु भएको छ। आज मार्ने हो दिदी र मेरो जेठानी साहब रिसाएर बम भइरहेछ, म्यासेजमा खतरा पठाइरहेछ, गाली गरिरहेछ। गाली खाने भयो आज बिहान पनि केही छैन, हाम्रै लाग्यो भन्नुभयो उहाँहरूले। तर जापानमा टाइम चाहिँ टाइमको हिँड्नुपर्छ जे होस्। तपाईँहरू पनि टाइमको चाहिँ त के हुन्छ के गर्नु होला। यो अब चाहिँ पुग्नु लाग्यो, एकछिन गाडी खानुपर्छ होला सायद। एकछिन गाली खानुपर्छ जस्तो लाग्छ होइन। हामी देखाउने छौँ गाली खाएको।
क्या यस्तो दामी वेदर छ तर जाडो छ यहाँकै जियुमा हो कि कोट 3 मानको कोट 30,000 को कोट पोखराको झिल्के पानीमै छ पोखराको होइन रसुवाको न पारा टाउको दुख्न थाल्यो हाम्रो ह्यान्डसम सम्धी चस्मा लाएर ह्यान्डसम सम्धी आमामा के गरे होइन फाउन्डेसन मात्र लगाएर अरे हेरिरहेको थिएँ खतरा गफान गरेर हो क्या हाम्रो डान्सरहरू अगाडि हिँडिरहनु भएको छ के भएर गुरुङहरू हाम्रो अगाडि गुरुङहरू पनि छ आइसकेको डान्सको लागि कालो आँखा रे कालो चस्मा के अरे लौ है माया विशाल बजारको कालो चस्मा लौ है माया विशाल बजारको विशाल बजारको यहाँ हुनुहुन्छ हाम्रो दाइहरू हाम्रो झाँक्री यहाँ छ हाम्रो ह्यान्डसम झाँक्री के रे पनि झाँक्री हो हामी नै झाँक्रीको नाति हो झाँक्रीको नाति झाँक्रीको अलग सबै दुवैजना हजुर हामी पनि झाँक्रीको नाति हो टाउको दुखिरहेको कसरी नाच्छु होला गाह्रो छ मलाई गाह्रो छ यो कसको हो मेरो यो कसको हो आमामा नसक्ने तिमी अरूको अगाडि त आमा राम्रै होला के होला मैले भिडियो बनाएर भ्लग बनाइरहेको छु फेरि क्यामेरा अफ चाहिँ नगर्नु हेलो म चाहिँ क्यामेराम्यानको सम्धी हो म चाहिँ क्यामेराको दिदी क्यामेराम्यानको बहिनी हो एकछिन यता क्यामेराम्यानको दिदी क्यामेराम्यानको बहिनी हो म चाहिँ क्यामेराम्यान क्यामेराम्यान चिम्से दाइ हाम्रो देख्दैन के हो चस्मा चिम्से देख्दैन यहाँ अर्को भ्लगर यहाँ अर्को भ्लगर यो मान्छे अर्को भ्लगर यसरी देखाउनु मलाई देखाएको हाम्रो ग्रुप यता
नबजाऊ नसम्झी के भन्नु हेलो हेलो म चाहिँ के भन्न चाहन्छु संविधान फेस्टिभलको शुभकामना यता आयो बोल्नै दिएन यार बोल्न दिएर बिच आएर हेलो हेलो हामी चाहिँ नेपाली होइन तामाङ हो नेपाली हो तामाङ हो तामाङ हो लसुन सम्झी हाम्रो दाइ हो झिल्के दाइ फ्यामिली म्यान नियन्जिन हो म त चाहिँ नियन्जिन दाइ हो लसुन हो रे माइल दाइ नियङ्गो त कमेन्ट गर्ने गाई नियङ्गो त कमेन्ट म चाहिँ भाइरल माइला दाइ साइला दाइ साइला दाई म चाहिँ भाइरल साइला दाइ साइला दाईको छोरा फेरि आउँदै बाँकी छ साइला दाइको छोरा चाहिँ अमिर फेरि होइन अमिर सर किर काटा जस्तो भएर फेरि लुगा झर्ला भन्ने पिर भयो मलाई आफ्नै सम्झियो जे भने नि हुन्छ हाम्रै ब्यानरभन्दा अगाडि अगाडि हिँड्दा लासो फ्याफुला है विदेशी मुला विदेशी यो गीत राम्रो लस्सो लस्सो जो जो नाना आँगा हेलो लस्सो लस्सो जो जो आँगा लासो लासो फ्याफुला जम्मादान थुदेशी मुला गनिलो त गन्ना जातिनी तामाङला के अरे जापान तामाङ समाजला प्रोग्राम एकदम तयारी अवस्था मुला एकदम एक्साइटेड छु कि सम्झि म चाहिँ आज डान्स गर्नको लागि अहिले टाउको दुखिरहेको थियो टाउकोलाई नि उ गरिरहेको छु म अहिले चाहिँ एकदम फ्रेस भयो जस्तो निन्दा लगाएर त अघि त कस्तो अहिले मजा आयो कि बादन जस्तै भन्दा बादन शून्य अब त्यो हो कि यो भाइ तपाईँहरू पनि फ्रेस हुन चाहनुहुन्छ भने छिट्टो आउनु होला दौडेर आउनु होला यहाँ नगर्नु पार्कमा नगर्नु पार्कमा चाहिँ ठुलो प्रोग्राम हुँदैछ सबैजना अहिले दौडिहाल्नु है हामी कुरिरहेको छौँ कुरिरहेको हुन्छ हामी आज र भोलि पनि छ भोलि 12 महिना 1 तारिक र आज 11 महिना 30 तारिक है 11 महिना 30 तारिक अनि भोलि 12 महिना 1 तारिक छ
आमा हेर नाचेको अलि सुई गरेर नाच अलि सुई गरेर नाच जापानको संयुक्त आयोजनमा आयोजित 14औं नेपाल फेस्टिभल 2024 कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरू, जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, कार्यक्रममा उपस्थित जापानी नागरिकहरू लगायत उपस्थित सम्पूर्णमा म सचिव र आजको कार्यक्रम सञ्चालक म टिकाराम खरेल र पालो कतिखेर नाच्ने 2 गते मैले गते भनेको छु नि त पालो बिच्चामा हाम्रो ठिक्क खान्छ मजा आयो जस नेवारी खाजा मिठो रहेछ नेवारी को साइलेन्ट किलर होइन हामी फेरि सुई आउँछ घुम्नेहरूले टोक्दैन नि त फेरि अग्लो भएर बिचा हाम्रो भाइहरूले रेडी गरिदिनु पर्यो आज डान्सको लागि सुटिङ हुँदैछ हाम्रो यहाँ चाहिँ सुटिङको लागि रेडी हुँदै हुनुहुन्छ सबैजना कता दाजु प्लिज यताबाट लाइट देख्दै ओए सम्झी कस्तो गोरो भएको मैले चाहिँ गोरो नराम्रो गोरो होइन क्या कस्तो राम्रो देखेको यो हो क्या मेकअप सुटिङ हुँदैछ हाम्रो चाहिँ सनस्क्रिम है यो त केही होइन तर कस्तो सपोर्ट गरेर आफ्नो भाइ भएर होला अनि कसलाई गर्नु सपोर्ट भरे भाइले एउटा बुहार लिएर जान्छ अरे नि त है सुकिता डाँडा त्यति त हुनु परिहाल्यो हामीहरू चाहिँ त्यति त हुनु पर्यो भन्न नै रहँदैन हेर्नु त नानु को गोरो देख्यो तपाईँ र म म हेर्छु म जज गर्छु नाना यता हेर्नु त यता लाइटबाट गर्छु क्या यस्तो भएपछि त गोरु देखिहाल्छ नि त्यसरी यता हेर्नु अनि यस्तो गोरी हुनुहुन्छ दिदी दामी हुन्छ उनी भयो कोही मैचाले छोडा खोइ के म चाहिँ मलाई चाहिँ खतरा लाग्यो लिपस्टिक पनि लाउनु ल बिजोकै भएछ एउटा टेन्ट त ल्याउनु पर्ने रहेछ लगाइदिने मान्छे पनि खिचिदिनु पऱ्यो नि फेरि अहिले मेरो चाहिँ खोइ त भनेर हामीलाई त कसैले हेर्दै हेर्दैन सम्झिँदैन आर्टिस्ट हो र म त हुन्न अहिले पुज्न कम झ्याउ हुन्छ अनि त त्यो च्याप्नी पनि म त यत्तिकै ठिक छ हो फेस त कस्तो टल्क्यो त
यहाँ चाहिँ यहाँ साइलाको छोरा अनि साइलाको छोराको त छैन त आज त आज हेलो गाइस, अब चाहिँ हाम्रो पालो आउन लाग्छ है डान्सको लागि। हामी चाहिँ स्टेजमा आछौँ, एकदम एक्साइटेड कस्तो भएको छ? हामी चाहिँ पालो कुरिरहेको। अब चाहिँ हाम्रो डान्स आउन लाग्यो पालो। यहाँ कोही पटुकी मिलाउँदैछ, कोही के गर्दैछ, हामी कोही स्टेज फाडु हामी कस्तो फिल भइरहेछ? डर लाग्यो कि कन्फिडेन्ट? अलि डर छ तर पानी खाए चाहिँ डर आरा। हामी लाइनमा बसिरहेको छौँ। हामी लाइनमा बसिरहेको छौँ। आयोजकलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। यस कार्यक्रमलाई सफल बनाउनका लागि गरिएको कडा परिश्रम र समर्पणको लागि म आयोजकको आभार प्रकट गर्दछु।
आकाशको तारा यो धरती सारा तिम्रै लागि नजिक छैन छाड्ने छैन सुख जेनुन तासे जुयुमी एलन मनबा सिसिनी सै जुयुमी एल माया ngad jaken jare januma thane danma emi maya ngad jailen arko chuni ta thanai chaina yai juni maya le badona aideu na sathma yo kalo ratma aideu na sathma यो कालो रातमा जिन्दगी भनेको घाम र छाया दुई दिनको माया होइन होइन अमर छन् हेर मुना र माता बिर्सेको छैन तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरगम कलाकारज्यूहरूलाई तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरगम पक्कै पनि हाम्रो गीतमा हाम्रो नेपाल फेस्टिभलमा तपाईहरुकै सरगम छ धेरै धेरै म धन्यवाद दिन चाहन्छु हाम्रो यस्तो भयो खुल्यो दोस्रोमा यो बन्द बबाल गर्ने हो त्यो के रे जोस त बबाल हाल्छ कुन रे जोस त स्टेजमा आउँछ के बम दे देखाउने हो ओइ सम्झिँदै म त यस्तो